हेलो गुड आफ्टरनुन साथीहरुलाई है मैले विन्टरको क्लोथ्समा लाउने स्टकिङहरु ल्याएर आएको छु है। यो डार्क स्किन भयो, यो लाइट भयो, यो ब्ल्याक अनि यो ब्राउन है। अनि अलिकति मैले फेरि यहाँ डिफ्रेन्ट प्रिन्टमा पनि ल्याएको छु। एकदमै वार्म तातो छ है। यो खाली चाहिँ मैले बेसी ल्याइन, मन पराउँछु पण ट्राईको लागि मात्रै ल्याएको थिएँ। छिरमिरे चाहिँ बेसीले लाउँदैन है। यो चाहिँ तपाईहरुले स्पेक्सुमा लाउन सक्नुहुन्छ है, स्पेक्सुमा लाउन सक्नुहुन्छ है कोही मर्निङ वक जानेहरुलाई। अनि खेरमा यहाँ मैले फिङ्गर है अम्ली छिराउने खालके यो स्टकिङहरु ल्याएको छु। भित्र वार्म भएको छ है, यस्तो सफ्ट खालको वार्म छ। यो सबै मैले बाइ ह्यान्ड चाहिँ यति मात्रै ल्याउन पाएँ। आउने सामानहरु चाहिँ आउँदैछ है। अनि यो चाहिँ कलरफुल स्टकिङहरु तपाईले हेरिहेर्नुस् है, यसरी लाउन सक्नुहुन्छ। कलर दामी दामी छ, ग्रे छ, नेभी ब्लू, ब्ल्याक स्किन है, ब्ल्याक है, इटा कलर, ग्रे, मरून, ब्ल्याक स्किन है। एकदमै राम्रो राम्रो कलर ल्याएको छु। अनि खेरमा अनि मैले यहाँ ल्याएको छु जसको कप शेपहरु ठुलो हुन्छ है, ब्राहरु ल्याएको छु। यो चाहिँ मैले अब जस्ट मैले हातमै लिएर चाहिँ मैले घरमा भिडियो गरेर देखाएको है। जसको कप ठुलो छ उहाँहरुको लागि साइज चाहिँ 42 सम्म पाउनुहुन्छ है। अनि यहाँ कटनमा यो यस्तो पनि छ है। मैले चाहिँ यसो प्लास्टिक हालेर चाहिँ शेप निकालेको, शेप चाहिँ अलिक बिग्रेछ, आइ एम सरी है। अनि खेरमा कलर मिठो मिठो मल्टी कलरमा, यो सबै मल्टी कलर, व्हाइट चाहिँ आउँदैन लस, व्हाइट आउँदैन, सबै मल्टी कलरमा आउँछ है। अनि खेरमा यो खालको मैले पहिला बेचेको, बिचमा नपाएर धेरै भएको थियो, फेरि योपालि मैले पाएँ ल्याएँ हो। यसको सेट डल्लै छ हो। यो तपाईको रोज ब्रा जस्तो हुन्छ यो चाहिँ एकदमै राम्रो छ यो ब्रा है। अनि यो ब्रा त अस्तिदेखि पहिलादेखि मैले हुनु उहिलेदेखि बेचेको, र पनि कतिजना मेरो फेसबुकको फ्रेन्ड्सहरूलाई याद छैन होला है, उहाँहरूको लागि हो। कसैको कफ सेप ठुलो छ भने चाहिँ तपाईँहरूलाई यस्तो एकदमै कम्फर्टेबल हुन्छ है, एकदम कम्फर्टेबल। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ हिजो बेलुका आइपुगेँ है। अनि खेर अरूसम्म चाहिँ धेरै आउँदैछ, त्यो चाहिँ अहिले म तपाईँहरूलाई भिडियोमा भन्दिनँ है। त्यो चाहिँ आइसकेपछि तपाईँहरूलाई म भिडियोमा देखाउँछु पनि, भन्छु पनि के ल्याएको छु। नयाँ मैले एक्स्ट्रा पुरा थपेको छु, राम्रो राम्रो क्वालिटीमा है, मजाको। 1-2 पैसा अलिकति महँगो होला, तर चिज चाहिँ एकदम राम्रो क्वालिटी है। त्यो चाहिँ अहिले म तपाईँहरूलाई भन्दै, त्यो चाहिँ सरप्राइज हो है। अनि अहिले चाहिँ हाम्रो प्रायः मोस्ट अफ लेडिजहरूलाई अफिसमा है कहाँतिर जाँदाखेरि चाहिँ अफिसको बाबुनीहरूलाई हामी यस्तो चाहिन्छ है। यो चाहिँ तपाईँको क्लोथ्समा लाउने खाले। कतिजना अस्तितिर दोकानमा आउँदा स्टकिङ छैन भने अलिकति अब अपसेट भएर जानुभएको थियो है। आउनुहोस् है, अब मैले ल्याएको छु स्टकिङहरू है, सबै यहाँ लिएर आएको छु। कोकोला चाहियो आउनुहोस् है। सबै कलरमा पाउनुहुन्छ, सबै कलरमा ल, सबै कलरमा पाउनुहुन्छ है। अहिले चाहिँ मैले जस्ट हातमा बाई ह्यान्ड चाहिँ मैले स्टकिङ र ब्रा मात्रै ल्याउन सकेँ। आउनेमा सामानहरू धेरै छ है। अब अहिले मैले भनेर फाइदा छैन। त्यसले गर्दाखेरि चाहिँ जब सामान चाहिँ ड्रप हुन्छ तब चाहिँ म घरमा देखाउँछु। घरमा देखाउने सामानहरू पुरा छ है, नयाँ नयाँ सामानहरू हो। अहिले चाहिँ म भन्दिनँ तपाईँहरूलाई प्लस। अनि कोकोला मन पऱ्यो है, एकदमै राम्रो कलरहरू है। अब एउटा यो एक्जाम्पल है, यो यस्तो खालकेहरू कप सेप भएको है, एकदमै यो ठुल्ठुलो कप हलाउने खालके छ। साइज चाहिँ 42 सम्म छ है। मेरो सधैँ लाने बहिनीहरूले मलाई अस्ति तर माथिबाट मगाउनु हुन्थ्यो, मेरोमा साइज छैन है। अब चाहिँ म उहाँहरूलाई पठाइदिन्छु। र पनि साथसाथै अरू कस्टमरलाई पनि चाहिन्छ कि कलरफुल है। मेरो आफ्नो बेडमा भिडियो बनाइरहेको छु है आज चाहिँ सिर्फ सानो अमाउन्टको है। अनि यसको दाम पनि भनिदिइहाल्छु ल। स्टकिङको दाम 60 रुपिस ल, 60 ओन्ली 60 है। सबै 60 है, ज्यादाको छैन, सबै 60 रुपिस। ब्राको चाहिँ अहिले म भन्दिनँ, ब्रा चाहिँ अलिकति महँगै छ है। त्यसले गर्दाखेरि ब्रा पनि धेरै राम्रो अझै पनि आउँदैछ। त्यसले गर्दा चाहिँ अहिले चाहिँ स्टकिङको मात्रै दाम भन्दैछु, ओन्ली 60 रुपिस, 60 रुपियाँ जोडीको 60 रुपियाँ ल, 60 रुपियाँ। थ्याङ्क यू सो मच है।